I am going for international solo trip. Yeah. 4 बजेको छ फ्लाइट हो महिमा त म कसो keep watching my videos. Hello viewers, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै सुविस्ताका साथ आज नयाँ भिडियो बनाउन गइरहेको छु र हजुरले देख्नुहुन्छ अब देख्नुहुन्छ म देखाउन त सक्दिनँ तर बट आई एम सो एक्साइटेड त्यो भिडियो बनाउँदाखेरि चाहिँ तपाईहरुसँग एउटा कुरा शेयर गर्दैछु हैन। अन्त के कुरा म किन एक्साइटेड भएको भन्ने कुरा भन्नु हो भन्दाखेरि चाहिँ आई एम गोइङ फर इन्टरनेसनल सोलो ट्रिप। अहिलेसम्म सिलगढी आइपुगेको छु। म घरबाट हिजो हिँडेको रामुलाबाट घर हिँडेको अन्त गान्तोकबाट आज हिँडेँ। अब यहाँ सिलगढी आइपुगेको छु। सिलगढीबाट भोलि 12 बजे फ्लाइट छ 10 बजेको भोलि। अन्त पर्सि फेरि मुम्बईदेखि छ आफ्नो फ्लाइट। अब चाहिँ यस्तो बेसी थाहा के भन्नु र आजको मेरो एक्सपिरियन्समा चाहिँ म हजुरहरूलाई यति नै भन्न चाहन्छु। यदि तपाईँहरू कहीँ लामो जर्नी गर्नु छ कहीँ ट्राभल गर्नु छ भने चाहिँ एकदम टाइममा निक्लिनु छिट्टो यति घन्टामा पुग्छु भनेर तपाईँको दिमागमा सेट गरेर चाहिँ नहिँड्दा हुने रहेछ होइन। अन्त 3 घन्टामा त पुग्छु गान्तोकदेखि सिलगढी 3 घन्टामा पुग्छु भन्ने यो गरेँ होइन। अन्त चाहिँ गान्तोकबाट 3 बजी निस्केँ ढिलो घटा ढिलो भयो नि त। अन्त 3 बजी मात्रै निस्केर 3 बजेको थियो। आउँदा चाहिँ बाटोमा घरि यता जान्छ घरि उता जान्छ घरि के हुन्छ हो। अनि बल्ल 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 8 बजे आइपुग्दा जस्ट आइमात्रै पुग्दैछु। 8 बजे थाकेर यस्तो भयो। अब कहिले खाना खाने कहिले केहरू गर्ने प्याकिङहरू गरिसकेको छैन। 4 घन्टा 3 4 5 6 7 5 घन्टा लाग्छ। 3 घन्टा सोचेर आएको 6 बजे 6 बजे आएको थियो भन्दा मैले सोचेर 6 बजे पुग्छु 6 या 6:30 पुग्छु। त्यहाँदेखि त काफी टाइम हुन्छ सोचेको थिएँ नि त। अनि सामानहरू पनि किन्नु थियो। अब सामान किन्नु त गएको किनकि फ्लाइट भोलि बिहानको 10 बजी छ 10 बजीको फ्लाइट छ। सो त्यो बेला अब फ्रेस हुनु पर्यो रेडी हुनु पर्यो खानु पर्यो हो। सपिङ त हेरेको त्यही म उठ्नु साह्रै छिटो छु। एटलिस्ट भोलि त 10 बजीको फ्लाइट छ। पर्सि मुम्बईमा चाहिँ मुम्बईदेखि चाहिँ 4 बजेको छ फ्लाइट हो महिमा त म कसरी लाइफमा 4 बजी भने चाहिँ मैले देखेको पनि छैन होला हो। तर उसमा चाहिँ पहिला फर्स्ट टाइम त होइन यो चाहिँ सेकेन्ड टाइम हो सोलो ट्राभल गरेको इन्टरनेसनल सोलो ट्राभल। पहिला पनि गएको एक्लै गएको पहिला चाहिँ अब काममा गएको थिएँ घुम्नुको पहिला देन अनि साउदी अरब होइन एक्लै गएको त्यतिखेर चाहिँ मलाई मजा आएको थियो। फर्स्ट एक्सपिरियन्स होइन एकदम नयाँ नयाँ कुराहरू देखिएन मजा आएको। मलाई त्यो नर्भसनेस पनि थिएन डर पनि थिएन तर यसपालि चाहिँ मलाई एकदमै नर्भस पनि छु। अनि अब के भन्नु थाहा छैन अब कसरी जानु भन्ने मन नभइरहेको छ एक्लै यसपालि नै एक्लै। यदि हजुरहरूलाई जान्ने मन छ या त जानु चाहनुहुन्छ म चाहिँ कहाँ गएको भने चाहिँ किप वाचिङ माई भिडियोज भने त्यहीँ गएर बताउनेछु कि म चाहिँ एक्चुली गएको कहाँ भनेर। वाचिङ प्याकिङ गर्नु फ्रेस हुनु चाहिँ बाटो लागि राख्छ सबैजना फर्स्ट पेट पूजा गर्छ किनकि अहिले होटलहरू बन्द भयो भने फेरि कहाँ फोटो जानु होइन। सो आइदिन पहिला जान्छु खाना खान्छु अनि त्यसपछि आएर मात्रै म प्याकिङहरू गर्छु। आज भएन त खास गरी म भोलि मात्रै डाइरेक्ट गान्तोकदेखि डाइरेक्ट बाटोबाट एयरपोर्ट जानेवाला थिएँ नि त। फेरि सबैले मलाई डर देखायो नि त यो बाटोहरू यतिखेर प्रायः ब्लकहरू छ यस्तो भन्नुभयो नि त भने फ्लाइट मिस हुन्छ ढिलो भयो भने त्यस्तो भन्नुभयो नि त। अन्त गान्तोकदेखि बाटोबाट 9 बजीभन्दा अगाडि पुग्नु सक्दैन होला जस्तो लागेको थियो। अनि चाहिँ आज अचानक रेडी गरेको रेडी हुँदा चाहिँ त्यतिकै सामानहरू चाहिँ ट्रलीमा चाहिँ यसो चाहिँ खामको हालेको एउटा मिलाएको छैन हो। मैले त सोचेको थिएँ आज बेलुका मजाले मिलाएर प्याकिङहरू गरेर भोलि बिहान चाहिँ हामी चाहिँ सोचेको थिएँ अब त्यो भएन। मैले चाहिँ आज यहाँ आएर बसेर मजाले आरामले गएको त्यस्तो मैले सोचेन सबैले त्यस्तो भन्नुभयो। त्यही भएर अचानकै अब अहिले सिलगढीसम्म हो। त्यही भएर अब पहिला जान्छु पेट पूजा गर्छु खास गरेर पहिला फ्रेस हुनु भयो ट्राभल गरेर बट म पहिला पेट पूजा गर्छु मलाई खानु ध्यान जान्छ। यत्रो बेसी खाना खाँदा पनि थाहा छ मेरो खाना कहाँ जान्छ भनेर फर्स्ट खाना खान्छु अनि त्यसपछि आएर प्याकिङ गर्छु अनि त्यसपछि मात्रै फ्रेस हुन्छु अनि सुत्ने छु। सो द्याट्स ओ मलाई फेरि के खुल्ला खुल्ला हिँड्नु पर्ने सिलगढीको ठाउँमा हो। सो म चाहिँ खाना हेरेको मसरुम चिल्ली ग्रेभीमा हुन्छ त्यति मात्रै गर्नु मसरुम चिल्ली ग्रेभीमा हो अन्त त्यही प्राइस म यसैको लागि यो खाना चाहिँ त्यसपछि मलाई अन्ली वान खानु Hotel Shy. Peट पूजा भी है मेरा कमरा ये है